गोर्खाले भ्याएसम्म अगाडि हरियो पाटन थियो। जति जति बादल र हुस्सुलाई पछ्याउँदै हामी अगाडि बढ्दै गयौं त्यति नै विशालतामा फैलिएको त्रिवेणी पाटन पाए। साँच्चै कुनै शब्दले बयान नै गर्न नसकिने अलौकिक दृश्य थियो त्यो। तल हेर्यो अनन्त, माथि हेर्यो अनन्त। भौतिक संसार होइन भनौं भने हामीले तय गरेको यात्रा छर्लङ्ग छ। यथार्थ हो भनौं भने हामीलाई थाहा भएको सुन्दरताको सिमाना पारी छ। हामीसँग कुनै शब्द नै थिएन त्यो मनोभावलाई शब्दमा उतार्ने। दङ्ग पर्दै हामीले त्यहाँ आफ्नै कल्पनाको संसार बनायौं। मानव कसैले आएर खाली पाना राखिदिएको छ र त्यहाँ बिना संकोच हामी हाम्रो सबैभन्दा प्रिय अनुभवको रूपरेखा कोरिरहेका छौं। जति प्रफुल्ल त्यो गर्दा महसुस हुन्छ हामीले त्यही भाव प्रकट गर्यौं। त्यही भावमा त्रिवेणी पाटनलाई पायौं। कुनै बाहिरी कुराबाट हलचल नभएको, आफ्नो असली स्वरूपमा, आफ्नो प्राकृतिक र मायावी स्वरूपमा, शून्य भए पनि धेरै कुरा भन्न खोजिरहेको अनन्त स्वरूपमा। हाम्रो अगाडि मैदान थियो विशाल, कहाँसम्म फैलिएको छ हामीलाई थाहा थिएन। हाम्रो अगाडि कुद्नको लागि प्रशस्त ठाउँ थियो, तर कतै लडिएला भन्ने भए मनको एक कुनामा मदारिरहेको थियो। पाँच दिनको निरन्तर हिँडाइ, ठाउँ ठाउँमा आइपरेका अनिश्चितताहरू, ठाडो उकालो र घाम पानी सबै पार गरेर बल्ल हामी हाम्रो प्रमुख गन्तव्य मध्ये एक त्रिवेणी पाटन पुगेका थियौं। घामका स्वर्ण किरणहरूले आँखामा आए घर बनाएका थिए। त्रिवेणी पाटनले आफ्नो सौन्दर्यले गरेको स्वागत प्रति हामी नतमस्तक थियौं। घरमा फोन गरिसकेपछि हामी तल टेन्ट रहेको ठाउँ फर्किन थाल्यौं। जता हेरे पनि हरियाली, पहाडको थुप्रै थुप्रो, जता हेरे पनि उस्तै लाग्ने, तर जति हेरे पनि नहकाउने कस्तो अचम्मको त्रिवेणी पाटनबाट भोलि हामीलाई बढी मालिका पनि पुग्नु थियो। मौसम बिस्तारै खुल्दै थियो, चिसोको कारण तातो चाउचाउ खाने सुरमा थियो।